प्रेरित यहाँ के भन्दैछ, म तिमीलाई भन्छु मानिसहरूले गरेको हरेक पाप, मानिसहरूले गरेका जुनसुकै पाप पनि क्षमा हुन्छ। उसले पश्चाताप गर्छ, उसले हत्या गर्यो भने पनि, उसले व्यभिचारै गर्यो भने पनि उसले पश्चाताप गर्छ, किनकि हत्यारालाई पनि परमेश्वरले क्षमा गर्नुभएको छ, व्यभिचारीलाई पनि परमेश्वरले क्षमा गर्नुभएको छ। यो हामीले स्पष्ट देखेका छौँ, पढेका पनि छौँ है। परमेश्वरले कस्तो कस्तो व्यक्तिलाई क्षमा गर्नुभएको छ, किनकि उहाँ चाहिँ दयालु हुनुहुन्छ, मरेको कोही चाहनुहुन्न। त्यही भएर उहाँको दया र उहाँको अनुग्रहलाई चाहिँ हामीले बिर्सिनु हुँदैन भन्ने कुरा हो क्या वास्तवमा। अनि के भन्छ, यसै कारण म तिमीलाई भन्छु मानिसहरूले गरेको हरेक पाप र ईश्वर निन्दा। येशू ख्रीष्टलाई चाहिँ दुनियाँले कति भनेको छन्, के भनेको छन् है, तिमीहरू गाई खाने धर्म, तिमीहरूको येशू यस्तो, तिमीहरूको यस्तो, कति के भनेका छन्, कति सुनेका छौँ। तर त्यही व्यक्तिहरू चाहिँ पछि आएर घोडा टेकेका पनि छन् नि। परमेश्वरले तिनीहरूलाई के गर्नुभयो, क्षमा गर्नुभयो। चर्चमा बम पड्काउनेलाई पनि परमेश्वरले के गर्नुभयो, क्षमा गर्नुभयो। घोडा टेक्नुभयो, तिनीहरू नै अहिले शिक्षक छन्, तिनीहरू नै अहिले अगुवा पास्टरहरू छन्। परमेश्वरको विरुद्धमा तपाईँ हामी नै कति हिँडेको थियो, मै कति हिँडेको थिएँ। आमाले ग्रहण गर्दाखेरि फलानु तिम्रो होइन विदेशी धर्म के लिएको, हाम्रो संस्कारलाई बिर्सेर भनेर मै आफै भन्दै थिएँ। परमेश्वरले मलाई कसरी घुँडा टेकाउनु भयो यहाँ ल्याएर, र म यहाँ तपाईँहरूको बिचमा बोल्ने भएको छु। अनि के भन्दैछ, सबै ईश्वर निन्दाहरू पनि क्षमा हुन्छ है, तर पवित्र आत्माको विरुद्धमा गरेको निन्दा क्षमा हुँदैन। मृत्युमा पुर्याउने पाप। सुन्नुहोस् है तपाईँहरूले, एकदमै पवित्र आत्माको विरुद्धमा हामीले बोल्यौँ भने चाहिँ हामी मृत्युमा पुग्छौँ। के भन्छ यहाँ 32 मा, यस युगमा मात्र होइन तिमीहरूलाई आउने युगमा पनि तिमीहरू क्षमा पाउँदै छैनौ पवित्र आत्माको विरुद्धमा बोल्यौ भने। कति भयानक र डरलाग्दो कुरा छ। यसकारण चाहिँ कतिचोटि चाहिँ पवित्र आत्माको कामलाई चाहिँ हामी नि उसले आफै जानी गरेको होला, बाहना गरेको होला, नाटक गरेको होला भन्छौँ कि। पवित्र आत्माले गर्न थाल्नु हो भने यस्तो कार्य गर्नुहुन्छ कि मान्छेको दिमाग र सोचले भ्याउँदैन। ठुल्ठुला वैज्ञानिक भन्नेहरू, ठुल्ठुला पढाइ लेखेकाहरू पनि, ठुल्ठुला विद्वानहरूले पनि त्यो कुराहरू मान्नलाई, त्यो कुरालाई स्वीकार गर्नलाई मजबुर भएको छ। पवित्र आत्माको काम चाहिँ त्यस्तो हुन्छ। त्यही भएर पवित्र आत्माको विरुद्धमा चाहिँ विरुद्धमा बोल्नु हुँदैन भन्ने कुरा। सबै कुराको क्षमा हुन्छ, तर पवित्र आत्माको विरुद्धको कुराहरू चाहिँ क्षमा हुँदैन। अनि यसकारण हामीले होसियार हुनुपर्छ। पिता, पुत्र, पवित्र आत्मा भन्छौँ। पुत्रको निन्दा, पिताको निन्दा पनि सहनीय हुन्छ अरे परमेश्वरलाई, तर पवित्र आत्माको निन्दा चाहिँ परमेश्वरलाई सहनीय हुँदैन भन्छ। अनि यहाँ त्यसपछि चाहिँ हामी प्रेरितमा हेर्छौँ, सफिरा र हन्ना। अनि त्यहाँ घटनामा म पुरै घटनामा जान्न, के भन्छ, उनीहरूले एउटा जग्गा किन्छन्, बेच्छन्, आफ्नै जग्गा, निजी जग्गाहरू। अनि यहाँ पत्रुसले सोध्दै गर्दाखेरि उनीहरूले ल्याउँछन्, आधा चाहिँ राख्छन्, आधा ल्याउँछन् पैसा। अनि उहाँ गएर चाहिँ उनीहरूले योजना बनाएका रहेछन्, 2 लाखमा बेचेको छौँ। अनि उहाँ अगुवा पत्रुसले सोधिहाल्यो भने हामीले 1 लाखमा मात्रै बेचेको भनौँ है, बुढाबुढी सल्लाह गरिहालेछन्। अनि ल्याएर चाहिँ अब त्यतिखेर त मण्डलीले आफ्नो भएको जति बेचेर मण्डलीमा दिने प्रथा थियो, सायद त्यस्तै बनाएको थियो होला, के थियो त्यो हामी जान्दैनौँ, त्यतातिर नजाउँ। तर त्यहाँ चाहिँ के हुन्छ भने 2 लाखमा बेचेको थियो, 1 लाखमा बेचेको भनौँ ल भनेर सल्लाह गरेर आएछन् र 1 लाख रुपियाँ मण्डलीमा दिएछन्। अनि पवित्र आत्माको सामर्थ्यद्वारा चाहिँ पावलले अघि पत्रुसले थाहा पाइहालेछन्। अनि तिमीहरूलाई चाहिँ पवित्र आत्माको विरुद्धमा बोल्न, पवित्र आत्माको विरुद्धमा काम गर्न चाहिँ कसले सिकायो, कसले अनुमति दियो भन्ने बित्तिकै उसको बुढा तुरुन्तै त्यहाँ ढलिहाल्छ, केही भन्न नपाइकन ढलिहाल्छ। र एकछिनपछि चाहिँ सायद उसले मेरो बुढा आएन त, यत्रो बेर भइसक्यो छ, सङ्गति त 2 घन्टाको मात्रै हुन्छ, 3 घन्टा 4 घन्टा भइसक्यो, आएन त, 3 घन्टा पछि चाहिँ फेरि आउँछ ऊ। अनि तिमीहरूले जग्गा बेचेको यतिमै हो भनेर पत्रुसले सोद्धाखेरि 1 लाखमै बेचेको हो।
अनि त्यो त तिमीहरूको अगाडि पनि 2 लाखमा बेच्दा फेरि पनि त्यो तिमीहरूकै थियो, 1.5 लाखमा बेच्दा पनि तिमीहरूकै थियो त। अनि तिमीहरूको राजी खुसीले चाहिँ म यति राखेर परमेश्वरलाई यति दिन्छु भनेर ल्याएको भए त किन ढाँटिराख्नु पर्थ्यो तिमीहरूले? पवित्र आत्माको विरुद्धमा तिमीहरूले चाहिँ जुन काम गर्यो त्यो चाहिँ राम्रो काम गरेनौ भन्ने बित्तिकै अब तेरो बुढालाई लाने पनि यी छन्, अब तँलाई पनि लान्छन् भन्ने बित्तिकै पुग्लोकै ढल्छ। त्यो चाहिँ शरीरको मृत्यु पनि भयो, आत्माको मृत्यु पनि भयो, शरीरको मृत्यु पनि भयो। यहाँ अनि कति भयानक र डरलाग्दो रहेछ। पवित्र आत्माको विरुद्धमा बोलिएको, पवित्र आत्माको विरुद्धमा गरिएको कुराहरू चाहिँ कति डरलाग्दो कुराहरू छ। यस कारणले अनि यो चाहिँ मृत्युमा पुर्याउने पाप पनि हो भन्न खोजेको। यसले चाहिँ मृत्युमा पनि पुर्याउँछ। अनि अलिकति अगाडि हामी थोरै अब अलिकति बढ्नेछौँ। अनि अर्को छ कोरिन्थमा, म आफै पढ्नेछु। यहाँ के लेखेको छ भने यहाँ 27 मा पढ्दैछु। यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ र कचौराबाट पिउँछ त्यो प्रभुको शरीर र रगतलाई अपवित्र तुल्याएकामा दोषी ठहरिन्छ। भजसङ्ग्रह 32 को 1 र 2 लेख्छ, धन्य हो त्यो व्यक्ति जसले परमेश्वरले दोषी ठहराउनुहुन्न, जसको मनमा छल कपट छैन, जो परमेश्वरले जसको परमेश्वरको नजिक चाहिँ त्यो धन्यको व्यक्ति छ, त्यो चाहिँ परमेश्वरसँगको नजिक हुन्छ र त्यसले परमेश्वरले चाहिँ त्यसलाई दोषी ठहराउनुहुन्न भन्छ। अनि यहाँ चाहिँ अयोग्य रीतिले खाने मान्छेहरू चाहिँ दोषी ठहरिन्छ भन्छ। परमेश्वरको रगतलाई नचिनेर नजानेर होइन नबुझिकन खाँदाखेरि चाहिँ उसले यहाँ दण्ड पाएको छ। के दण्ड पाएको छ तपाईँले 30 मा हेर्नुभयो भने, यसै कारण मध्ये धेरैजना दुर्बल भएका छन्। परमेश्वरको रोटी, परमेश्वरको रगत जो चाहिँ हामी प्रभुभोज भनिकन लिँदैछौँ त्यसलाई चाहिँ अयोग्य रीतिले दुरुपयोग गर्दैछौँ। जानी मैले गल्ती गरेको छु, मैले खानु हुँदैन भन्दै जानेर खाँदैछौँ भने हामी दण्डित हुँदैछौँ, हामी रोगी हुँदैछौँ, हामी दुर्बल हुँदैछौँ। जान्नुपर्छ मैले गल्ती गरेको छु, मबाट चाहिँ गल्ती भएको छ, मैले लिनुहुन्न। त्यही भएर त अयोग्य रीतिले नखाओ भन्न खोजेको। यहाँ के भन्छ भने कतिजना मरिसकेका छन् भने मृत्यु पनि भोगेका छ भन्छ। त्यहाँ तपाईँले त्यो व्याख्याहरू हेर्नुभयो भने त्यहाँ मरेका छन् तिनीहरू, कतिजना मरे, कतिजना बिरामी भए, कतिजना चाहिँ रोगीहरू भएका छ भनेर लेखेका छ। अयोग्य रीतिले खाएको कारणले, प्रभुभोजलाई चाहिँ ख्याल ठट्टा ठानेको कारणले, प्रभुभोजको कुरा चाहिँ सामान्य कुराहरू ठानेको कारणले, मान्यता नदिएको कारणले गर्दा, यस कारणले प्रिय मण्डली हामीले के गर्नुपर्छ के गर्नु हुँदैन भन्ने कुरा एकदम जान्नुपर्छ। सानो सानो कुरालाई हामीले विचार गर्नुपर्छ। सानो सानो कुराले अब हामी के सोच्छौँ भने कतिचोटि चाहिँ अलिकति गल्ती गर्दा के हुन्छ र गल्ती भइहाल्यो गल्ती गर्दा के हुन्छ भन्ने सोच हुन्छ। तर त्यो गल्ती गरेको कुरालाई चाहिँ आफूले अफसोस मानेर गल्तीलाई चाहिँ अब म दोहोऱ्याउँदिनँ प्रभु, यसको लागि मलाई क्षमा गर्नुहोस् भन्ने वातावरण चाहिँ हामीले हाम्रो हृदयमा सिर्जनुपर्छ। अब म गल्ती गर्दिनँ, मबाट चुक भयो, मबाट भुल भयो, अनि पाप गरौँ प्रभु क्षमा गर्नुहोस्, अनि फेरि आयो पाप गरौँ, अनि फेरि प्रभु क्षमा गर्नुहोस्, फेरि आयो पाप गरौँ प्रभु क्षमा गर्नुहोस्। सानै पाप गर्दै हुनुहुन्छ, दोहोऱ्याइ गर्दै हुनुहुन्छ, तपाईँलाई परमेश्वरले चाहिँ तपाईँको लेखा लेखिराख्नु भएको छ। याद गर्नुहोस् है, तपाईँको लेखा परमेश्वरले लेखिराख्नु भएको छ। अनि एउटा निश्चित समय आउँछ, निश्चित समयमा परमेश्वरले तपाईँलाई उचित व्यवस्था गर्नुहुन्छ। ध्यान दिनुपर्छ प्रिय मण्डली। यो कुरा चाहिँ तपाईँ र मलाई डर देखाउनको लागि होइन, तर हामी सचेत हुनुपर्छ भन्नको लागि, सचेतनाको लागि। परमेश्वरले झकझगाउँनुहुन्छ, यदि मेरो छोराछोरी कोही पनि गलत ट्र्याकमा, गलत बाटोमा नहिँडुन्, गलत स्थानतिर नजाउन्, ठिक कुरालाई पक्रिन, ठिक कुरामा हिँडुन् र उनीहरू बाँचुन्। परमेश्वरको इच्छा तपाईँ र मलाई त्यो मुकुटसम्म पुर्याउनु हो। परमेश्वरको इच्छा तपाईँ र मलाई त्यो मुकुटसम्म, त्यो लेभलमा। त्यही भएर संसारबाट हामीलाई के गर्नुभयो, अलग गर्नुभयो। यहाँबाट हामीलाई परमेश्वरले यो स्टेपमा ल्याउनु भएको छ। भुइँबाट तपाईँ र मलाई यो माथिल्लो एक स्टेप माथि राख्नु भएको छ।
अब कतिचोटि चाहिँ हामी के गर्छौँ भने भुइँतिर नै लम्किन्छौँ, भुइँमा नै ठिक छ, भुइँमा नै ललीबडी गर्न पाइन्छ, भुइँमा नै रमाइलो पाइन्छ। अनि त्यसले गर्दा अनि हामी तल 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 हुन पुग्छौँ। आज तपाईँहरूलाई म यही भन्न चाहन्छु, हिब्रूको पुस्तकले के भन्छ भने जानी जानी परमेश्वरको सत्यको ज्ञान पाएर पनि पाप गर्नेहरू चाहिँ अनि त्यो दण्डको योग्य हुन्छन् भनेर भन्छ। म त्यता धेरै जान्न, हिब्रू 10 अध्यायतिर छ, मैले लेखेर त ल्याएको छु। यही भन्न चाहन्छु, पापको ज्याला चाहिँ के हो? मृत्यु हो। पापको ज्याला मृत्यु हो, चाहे जुनसुकै पाप होस्। परमेश्वरले कैनलाई भन्नुभएको थियो, त्यो तैँले ठिक काम गरिस् भने त के गर्न योग्य हुँदैनस् र? ठिक काम गर्न, नत्र भने त पाप त ढोकैमा छ है, विचार गरे भन्छ। पाप ढोकैमा छ, तर पनि परमेश्वरको कुरालाई सुनो, उसले सुनेन। के गरो? भाइको हत्या गरिदियो, हत्या गरिदियो भाइको। परमेश्वरको कुरालाई मानेन। यदि उसले ओहो मबाट भुल भएछ, गल्ती भएछ, मैले चाहिँ परमेश्वरलाई हृदयबाट चाहिँ चढाउनु पर्ने कुरा चढाइनँ, अब चाहिँ म हृदयबाट चढाउँछु प्रभु भनेर गएको थियो भने पक्कै पनि उसको जीवनमा प्रशस्तताको आशिष परमेश्वरले राख्नु भएको थियो, त्यो कुरा पाउँथ्यो होला। तर त्यो कुरा उसले चुनेन, परमेश्वरलाई चुनेन, परमेश्वरको वचनलाई उसले मान्यता दिएन। मेरो इच्छा, मेरो मर्जी, त्यसले मलाई यसो गरेको छ, त्यसलाई चाहिँ मान्ने हुने, त्यसलाई चाहिँ लिने, मलाई चाहिँ नलिने भनेर पुरा घमण्डले, पुरा रिसले चाहिँ पुरा भरिएर ऊ चाहिँ लागि पऱ्यो र अन्तिममा आफ्नै भाइको हत्या गरिदियो। अझ ऊ पाप त गरेको थियो, अझ ठुलो पापमा पर्यो। त्यही भएर ऊ भौताएर हेर्नु पर्यो, दण्डित हुनु पर्यो, कष्टको जीवन जिउनु पर्यो। उसले उसको जीवनमा हामी काहीँ पनि सफलता भएको देख्न होला। परमेश्वरले दया गर्नु भएर उसले चाहिँ होइन एकचोटि फेरि पनि उसले काहीँ पश्चाताप गरेको छ र उसले अनि प्रभु भनेर पुकारेको कारणले गर्दा परमेश्वरले केही हेर्नु भएको छ, तर जति पाउनुपर्ने आशिष थियो त्यति पाएको छैन उसले है। अनि यही भन्छु, पाप भन्ने कुरा सानो ठुलो हुँदैन है। पापलाई चाहिँ गम्भीर रूपमा हामीले लिनुपर्छ र आजको यो पापको शिक्षा पनि पापको गम्भीरतालाई चाहिँ हामीले बुझ्नु सकौँ, लिन सकौँ र त्यो अनुसार जिउन सकौँ। र पाप भनेको पापै हुन्छ, पापमा हामी लाग्नु हुँदैन, चाहे जुनसुकै कुरा होस्। अनि हामी चाहिँ अनुमानको कुरामा पनि लाग्नु हुँदैन। हामी चाहिँ परमेश्वरको वचनमा रहेर आज्ञाकारी भएर हिँड्नको लागि बोलाइएको हौँ, प्रेमिलो भएर हिँड्नको लागि बोलाएको हौँ, परमेश्वरको वचनलाई पालना गरेर हिँड्नको लागि बोलाएको हौँ। यस कारणले हामी चाहिँ त्यो अनुसारको जीवनयापन गर्नुपर्छ। अनि परमेश्वरमा अनि हाम्रो पाप क्षमा भइसकेको छ। अब तर पाप क्षमा भइसकेको छ भन्दै गर्दा फेरि बार बार हामीले गल्ती गर्नु हुँदैन। बाई चान्स भइहाल्यो भने पनि पश्चातापी हुनु पर्यो, पश्चातापी जीवन हाम्रो हुनु पर्यो है। आमेन।